गुड मर्निङ एभ्रिवान है। अन्त आजको दिन चाहिँ 28 तारिक हो। यस 28 तारिकको सोमबारको दिन होइन। अन्त आज चाहिँ हाम्रो काँडको आर्चरीको म्याच छ बियोङमा, नोकडाँडा युनाइटेड भर्सेस राङ्का। अन्त म पनि खेल्दैछु एन्ड आई बिन प्र्याक्टिसिङ सिन्स लङ होइन, सिन्स लाइक मन्थ मोर देन द्याट। अनि मैले रिकर्ड धनु पनि किनेको छु हो। अन्त अब आज चाहिँ मेरो म्याच, हाम्रो टिमको म्याच होइन। अन्त आई हेभ टु डु दामी। अन्त मैले जुत्ता पनि धुएको छु होइन, सफा नयाँ बनाएको छु, लगाउँछु। जर्सी पनि छ, सबै कुरा रेडी छ। अन्त गाडी चाहिँ पवनको पनि जान्छ, हरिदाको पनि जान्छ हो। अन्त हरिदाले भर्खर फोन गरेको थियो टी सर्ट 42को 40को छैन भनेर। अन्त हेरौँ आज के हुन्छ है। हामी चाहिँ बेस्ट खेल्छौँ, हाम्रो टिम हो टुगेदर। हामीले एकदमै प्र्याक्टिस एकदमै मेहनत गरेको छौँ। हामी योपालि हारे पनि हामीलाई केही गुनासो छैन। अन्त यो चाहिँ मेरो फर्स्ट टुर्नामेन्ट हो है, मैले फर्स्ट टाइम खेल्दै गरेको। अन्त आइम नट आर्चर, त्यस्तो डरलाग्दो आर्चरी खेल्ने मान्छे त होइन, र पनि योपालि म ट्राई गर्नेछु मेरो टिमको लागि है। अन्त मेरो टिमलाई पनि बेस्ट अफ लक हो। अन्त राजाचार्यको वचन सुन्दैछु है, त्यसले चाहिँ किनभने मलाई शान्ति दिन्छ। अन्त आर्चरीको लागि पेसेन्स चाहिन्छ है। अन्त इट्स नट एन इजी स्पोर्ट, पुरा हात थाक्छ, घाउ चट्टै चोट हुन्छ हातहरू हो। तर मेरो सबै जाति भइसक्यो, हिल भइसकेको छ हो। अन्त के छ 21 वर्षको उमेरमा सुरु गरिहालेँ मैले हो। केटाहरू आउन थालेँ टिटिट गर्दै, यहाँ आउन माथि। अब विदिन 10 सेकेन्ड बन्टी आउँछ। 10 9 7 6 5 4 बन्टी दादा। अन्त ऊ चाहिँ हाम्रो फर्स्टमा हिर्काउने हेन्दा फर्स्टमा हिर्काउने रहेछ। ए लास्टमा हिर्काउने हो, ए लास्टमा हिर्काउने मादा हो। ओके ओके बढी दा बेस्ट अफ लक आजको लागि। जित्छ होला, करै पर्यो। हेर न के भेटेँ मैले। भाइ ओइ रकी आइज। ओइ कानै बाङ्गो भइरहेको छ त्यसो त। खोइ खै कान देखाइदिने यसो परिरहेको छ। त्यसलाई पुरा कान चिलाइरहेको छ। अयो म कुचु कुचु यहाँ यति सुतिहाल्छ नि त यो चाहिँ। फेरि यहाँ उठ्न भनेका क्यामेरामा हेर्न। यो चाहिँ मेरो कुकुर हो होइन, यसको नाम चाहिँ रकी हो, रकी बहादुर ठकुरी होइन। यहाँ चाहिँ भयङ्कर गुन्डा हो, डर छेउवा। अनि होइन हाम्रो गाडी आइसकेको छ, हामीले लगेज हालिसकेको छ होइन। अन्त यहाँनिर चाहिँ यहाँ चाहिँ हाम्रो सुटरहरू हो दुईजना, एकजना चाहिँ मादा, एकजना चाहिँ कार पुस्ने हो। अन्त यता योगेन्दा हाई गर्नु न। योगेन्दा अस्तिको सुटर दा होइन, अस्ति 15 गाडी त गयो। यो चाहिँ मेरो अभिलाष भाइ होइन। अन्त यो चाहिँ मेरो गाडी। अन्त चाहिँ हाम्रो प्रबन्ध होइन। अन्त चाहिँ हाम्रो मदन दाजु हिजो कार्ड लगाइदिएकै हो, लगाइदिएकै भन्यो। ल आमा काको भाइ बेस्ट अफ लकहरू भन्नु न। मैले बेस्ट अफ लक भने त आज जित्छु होला है। जिन्दगीको गोरेटोमा हामी आइपुगिसकेका छौँ। यो चाहिँ ओगी डाब्लिङको बाथा मिन्स भोटे ल्याङ्ग्वेजमा बाथा भनेको चाहिँ यो खेल्ने टार्गेट। मलाई चाहिँ त्यही भन्यो। अन्त त्यो टार्गेटलाई चाहिँ बा भन्दो रहेछ। यस्तो जिन्दगी होइन। म चाहिँ जनै चाहिँ अलिक हिजो अस्तितिर फेरेको भए अलिक सेतो जनै देख्थ्यो होला। बट एनिवे हामी चाहिँ रेडी भइसकेका छौँ होइन। अनि दिस इज माई वेपन्स होइन, दिस माई तार वेपन्स हो नि त आजको लागि त। अन्त मेरो अस्त्र हो नि त, अस्त्र यु नो अस्त्र। युद्धमा गएको हामी। यो चाहिँ हाम्रो दादा होइन, हामी चाहिँ युद्धमा गएको। यो चाहिँ मेरो अस्त्रहरू चाहिँ यो हो, धनुष बाणहरू छ हो। अनि दादा चाहिँ हाम्रो हेन्दा हो। नेपालीमा बोलिदिन्छु, हेन्दा संस्कृत पनि बोलिदिउँ कि संस्कृत। अन्त उहाँ चाहिँ हुनुहुन्छ हाम्रो द सिनियर मोस्ट प्लेयर मिस्टर श्रीमान राई, यो अल्सो फ्रम नोकडाँडा। आज कति गाडी हेर्दै जाउँ कतिवटा लाग्छ। ओके अन्त यहाँ चाहिँ हाम्रो यङ्गेस्ट प्लेयर अभिलाष राई सुटर। आज कति गाडी यो मान्छे ए म 21 हो नि त, 16 हो। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो टिम क्याप्टन मिस्टर अशोक राई अल्सो फ्रम नोकडाँडा। कति गाडी आजको मेरो एभरेज चाहिँ 15 चाहिँ मेरो कोसिस गर्दैछु। अन्त उहाँ चाहिँ हाम्रो हेन्दा फर्स्टमा हिर्काउने हरि दादा, हरि मुखिया अल्सो फ्रम नोकडाँडा। अन्त उहाँ चाहिँ हुनुहुन्छ हाम्रो दाजु भोपाल दा काजीम्यान होइन, अल्सो फ्रम नोकडाँडा। And you also know Bisma Mukhia from Nogdara and Vivek Mukhia from Nogdara.
सुटर कति छ आज एभरेज आजको यो त 18 गाडी हो अनि त 18 गाडी 18 गाडी हो सुन न 18 गाडी प्लस आजको क्याप्टन पनि आजको आजको टिम क्याप्टन मिस्टर भाइस क्याप्टन अरे टिम क्याप्टन अन्त यहाँनिर चाहिँ हाम्रो बा चाहिँ यस्तो खालको छ अन्त बाता चाहिँ यस्तो खालको छ अन्त यो चाहिँ मोनोग्राम चाहिँ यस्तो खालको छ अन्त हाम्रो अपोनेन्ट चाहिँ उहाँहरू हुनुहुन्छ दाजु अलिकति कुराकानी गरौँ है तपाईहरु राङ्का ब्रदर्स हामी राङ्का ब्रदर्स तपाईको नाम परिचय मेरो अवकाश राई है हजुर हुन्छ रामसेन फिल्म ओके थ्यांक यू यसको लागि चाहिँ टस गर्छु ल यो प्रिन्ट छ के अलरेडी खता बेसी भने दुईटा पाउँछ यस्तो गेम पोइन्ट 62 खोइ हरिदा यो चाहिँ टुर्नामेन्टको फर्स्ट काँडी लागेकोमा चाहिँ फर्स्ट खदा या Oh my god, that is kind of feeling. यो चाहिँ के छ भने चाहिँ 11वटा काँडी लागिरहेको छ उनीहरूको 6वटा हाम्रो 5वटा यताबाट चाहिँ बन्टीले हिर्काउँदैछ आया उनीहरूले पाए नि रातो दुईटा छैन अरे या खोरे बुबे सघाउने बेला भयो त साथीलाई सगायो नि सिरे यहाँ झरेको छ यहाँ त यहाँ छ यहाँ पनि सिधा बनाइदिएको छु हेर्नु त एउटा चाहियो त हान्ने केटा हो लाग्यो आया हो आक्कै हो या बुबे बन्टी सरी मेरो ढाड पो बन्टे लु भाइ माजाको खेला देखाइदे कमान बन्टा होला 8 होला मास्लो बडी भाइ 4 बजेसम्म 2 त लाग्छ होला नि त ओइ रेला बेसी भयो ल अब चाहिँ यतिखेर चाहियो त उ त निकै लगेको छ यता हाम्रो पाली हो भाइ डल्लै नसके पनि एउटा त केम छैन बन्टे ढुक्कले शक्तिमान ए डाँडा काटे नि शक्ति हे ओइ डबल बिचमा लाग्छु भन्दै छ के भएको हान्ने बानी छ त बरु लाग्दैन ल साथी भयो सक्यो तपाईँ चाहिँ काट्न सकिदिनु थप यहाँ यो चाहिँ मेरो हो अलग्गै तानेर लान्छु तिमी अरू खा ल म एन्दा तान्नु पर्छ लस माथि बसेर हिँडेर काट्याक पारिदिन्छ हजुर छोड्नुहोस् है मेरो त आँखा छ काँको आँखा छैन है हजुर के भन्नु भएको जोनी ओके बुबु कम अन जोनी हे देखा भाइको त
बेसी भयो माथि एब्रोनेट माथि ओके हुन्छ दाजु हजुर के भयो कन्फर्म उयो गरिदिएको अन्त ल ए हो दाजुको टर्न हेर्नु चाहिँ दामी हो नि ला ला खा आरामले हो ल पुगेन दाजु पुगेन ल अब चाहिँ अघि त पनि के भन्दै थियो टुकेर भने फेरि माथिल्लोपट्टि गयो भने चाहिँ रड्डी भयो अहिले फिलहालको चाहिँ घोडा म छु प्याट दिनु त खाजा खाएर मात्रै होला सक्यो पाक्यो बिहान अलिअलि खाएको नि सक्यो त हौ एउटा चाहिँ याद भइहाल्छ त हौ 50 वटा त नामै छ मेरो हौ यो भाइ त माथिल्लोपट्टि हो यो पनि कसरी हो अघि फेरि तलैपट्टि छ त दाजु फेरि माथि अलि यता पनि हेर्नु बोटै राखेर हान्नु नि तल्लोपट्टि निकैपट्टि चाहिएको हो म त भइगयो त अन्त अहिले दामी पानी
छु त रहेछ त स्टिङ थाले कडा त सोर पनि सुक्नु थाले ल स्टिङ राम्रो देखे मारो लाग्छ सुर्ता छैन केही सुर्ता छैन लाग्ने बेलामा सर ताक्नु पनि पर्दैन लाग्छ काजीले त अलि बोल्नु काइदियो त बल्लबडी नसोची किन भाइ 500 रुपैयाँ दिन्छ नि जुन टाइममा गयो हो त्यो टाइममा एली पारेछ कि चेन खोलिकन दिन्छ अरे तनी पाछ आउँछ हातमा दिन्छ हातमा राखिन्छ ल चेन खोलेर मुक्का भन्छ मतलब के भने मैले भाइको के भने यसले घर सम्झे नि त लाइभ होला हो त्यो होइन लाइभ रेकर्डेड मात्रै केटाहरूले लाइक त हाल्दैन बुबु अरे चिरवन दाजु हजुर गाठ हान्दैछु हान्नु पर्यो यति बेला ल भाडा बढी आहा उमा कस्तो यो भएको आफूभन्दा सानो होइन सिर पनि हिँड्ने खालको छ नि कोही बेला त्यस्तो हुन्छ त कोही बेला त्यस्तो हुन्छ त आज किसिमै हुँदैछ माथि बातिर पनि लाउँदैछु चिसा अब चाहिँ एउटा चाहिँ युगेनको जस्तो भएको छोडिदिनु एउटा चिसा त्यो छोडिदिनु नि बिर्से हामी ल भाइ त्यो बिग्रेको ल भाइ त्यो बिग्रेकै हो मायालु तिमी कता छौ त्यस्तो हुँदै थियो आजले पनि त्यस्तो भयो छोडी नै नहुने के हो हुन्छ बुबु त्यो नि हो थप्ने जग्गामा त एकजना हान्ला भाइ त्यो अलिक पछाडि सारेर चाहिँ त्यो ओरै ताकेर हान ओके सर ओरै ओर ओके सर जग्गा पछाडि चाहिँ यहाँबाट पनि हान्थ्यो स्वर बनान सुइपाको लागि तयारी छ पाउनु स्वर बनान बनायो एकपल्ट त भुडा टेकेर आएन हौ अब अभिलाष उयो गर्ला पल्लो गएर बोट मुनि 2 इन्ची यस्तो के हालेर बोट अलिक मोटो चाल्दिनु अनि ल ला नाप ला त हौ त्यही हो चाहिएको चाहिँ फेरि यता यता पिछा बन्नु बुझिहाल्नु पर्छ ला यो त नागे नि त्यही अघिकै नागे नि त यो त अझै माथिबाट गएको उठाएगा यो उठाएगा यो को हो लोफ्रे उता पनि हेर्दै गर काँडो हाम्रो ब्याट्रेन ब्याट्रेन हान्नु नसक्नेलाई यस्तो चियरहरूको पनि उयो रहेछ फेसिलिटी रहेछ बुढो मान्छेहरूलाई ढाड दुख्छ अरे होइन बुबु ढाड दुख्छ होइन यता मुन्डु मुन्डु स्कोर हुन्छ एउटा
आज त हेल्पर चाहिने रहेछ खदा बोक्ने मात्रै भरे मलाई पनि पठाउने ल त हामीलाई पनि हुन्छ हुँदैन अरे यत्रो धुलो त उड्यो मैले देखेँ भाइ तिमी फुटबल छोडेर यस्तो खेल्न होला अब फुटबलै खेल्नु त नि साँच्चै इन्जरीहरू पनि हुँदैन हुन्छ नि ल कहाँ हुन्छ ओइ कार नउडान भनेको ओइ राजा कार हान बक्सी कार हिर्का पुगेन ओइ अलिक उठ सिधा लाग भारी नबोक तपाईँले चाहिँ तपाईँहरूले चाहिँ के बन्टीहरूलाई यताबाट नन्चराबाट चाहिँ नहिर्काउनु हाम्रो बिहेहरू अब उता लन्च ल थ्याङ्क यू सो मच यता फर्किनु भयो उता उतै हो हजुर उता उतैबाट सुरु भयो अहिले चाहिँ 22 भइरहेको छ हो जबलाई खेल हुनु आँटेको छ हो हजुर आम्बो खाना खानु जाँदाखेरि चाहिँ रातो पछाडि हाले जस्तो भएर दिन्छ लेखा मासो फेरि पनि कर पारे ल ल कर पारे नि कर पारे Nice shot. त्यही बार हो अब त
हिर्काउँदै मात्रै त बाँकी छ अन्त किन खोज्नु हराएको छ र भाइ दुईजना बस दुईजना अरे दुईजना भनेको दुईजना बस्यो कस्तो ठिक अब हेर 20 मा लाग्छ ठिकै छ बेसी म त पढाउने र दामी नै गएको अब राख रे खानु कहाँबाटै भेट्दिन त एउटा बोट माथि होला मेरो यो बोटो सिधा मात्रै कता पाउँछ त्यो कोदर हेर्दा जस्तो सरम बनाउला नि लाग्यो होला अब पाउँछ अरे पाउँछ भनेर पर्मिसन दिएपछि अब के छ तल्लैपट्टि रहेछ भात अरे नलाउनेलाई त झोल मात्रै अरे पिसहरू छैन भएको लाग्छ अब लगाएर झोल मात्रै खाएर होला पिसहरू नपाइ त्यो झोल खाएको रात अब अरे अब यताबाट हात बसेको तल्लोपट्टि बस्यो लाग्छ होला होइन लाउँछु भन् न कस्तो होला को भन्यो लाउँछु भनेर लगा इङ्ल्यान्ड पुग्यो पहिले कति छ हाम्रो आम्बो यो त चिप्टेर गयो भाइ काँड त उत्तान गयो राम्रो हुन्छ त्यो पानी भएन आधीमा आधी तो आधी झोल आधी उयो पाइरहेको Yeah! त्यति बेला मैले लाउँछु त्यति बेला लगाइदिँदैछ
पार्टनर चाहिँ साह्रै राम्रो मिलेको रहेछ लगाऊ है तिमी त यस्तो रातो खै छैन त हो सुस्ला पानी चाहिँ गराएको अरे रातो 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 दिदीको यो चाहिँ उडाउँदैछ रातोले हेरेन तिमीले भात उतै खाएर उतै हो उतै हो ला त्यसो भने चलो कोक्चा सिपे गाडी पायो भने यो लाग्यो नि फिलिङ हैन अब बुबु यस्तो नथाप्ने यस्तो नथाप्ने अब हेर्दै जाउँ भरेसन के हो कसो सिर्काउनु पर्ने 24 बनाउँदा भाइ 22 हो ओ तिमी कार खेल होला अबदेखि अब नेक्स्ट टाइम देखिन यता ल्याउनु न त्यसै म चाहिँ बडा मोमो खाने सुँगुर खाँदैन यस्तो लो फुटेर के हो उता फर्किदिनु खोल्यो कता अन्त यहाँनिर चाहिँ हामी अब खाना खाँदैछ हो अन्त सबैजनाले चाहिँ गोरु सुँगुरहरू खान्छ म चाहिँ कुखुरा खान्छु होइन आएको चाहिँ के छ भने हामी चाहिँ अहिले हारिरहेको छ होइन 26 र कति कि 33 32 26 र 32 भइरहेको छ हो 3वटा काँडी भने चाहिँ ड्र हुन्छ हो खाना साना लन्च सन्च भइसकेको छ अन्त सुँगुरले थिचेको यो चाहिँ तैँले खेल आज फिजिक गएको छैन है मैले हिकाकै छुइनँ आज यो उयसमा छ 0मा छ हो काजी अब राखेर म हिकाउनु पर्यो पोइन्ट चाहिँ 26 र 34 भइरहेको छ हेक्टिरिका हो अन्त यहाँनिर अङ्कल मैले जस कुरा गर्थेँ त्यही जोसँग छु उहाँ हुनुहुन्छ अङ्कलसँग हिँडेर कन्फिडेन्ट बढ्छ भनेको त नर्भस बनाइदिँदो रहेछ हो बट एनिवे हिर्काउँदैछ हामीले हाम्रो एउटा दुईटा यस्तो भइरहेको छ म्याच लागेन मेरो भुइँमा ठोकेर चाहिँ लाग्यो हो तर त्यो भुइँमा ठोकिँदाखेरि लागेको चाहिँ गन्ती आउँदैन नि त त्यही भएर चाहिँ पोइन्ट पाएन गेम छैन लागिहाल्छ सुन दादा गेम कस्तो छ आज एकदम दामी दामी छ भाइ दामी हो नि त या कति जज कति गराइ हुँदैछ ठिकै छ द पोइन्ट इज 28-34 अलिकति अगाडि बढ्यो खास हजुर तपाईँको ए है साँच्ची अन्त उहाँ चाहिँ हाम्रो एकदम हाम्रो सिनियर मोस्ट प्लेयर अनि उहाँले चाहिँ लगाएको खदा लगाउँदैछ एक भारी भइसक्यो खदा अन्त उहाँ चाहिँ हाम्रो खदा लगाइदिने कमिटीको दाजु ओके दा यस अब बन्टी दादा र मेरो हल्का वार्तालाप हुन्छ बन्टी दा सेकेन्ड कार्ड उड्यो है हो र बन्टी दा लगाऊ है बेस्ट अफ लक है ओ हाम्रो मेरो साथी बन्टी इज क्वाइट अ गुड सुटर आज तर चलेकै छैन आएर न भाइ फिटनेस मेबी तर सुतेको थियो हिजो त हामीले छिटै घर पठाएको पानी इज वेदर इज इट्स लाइक क्यारेन डक काटाकटाङ पानी परिरहेको छ पानी परेको बेलामा हल्का टाइम पास चाहिँ यता हुँदैछ यो चाहिँ हाम्रो खाना खाने जग्गा यहाँनिर चाहिँ भेटरन
भेटरन जुवा खेलाडीहरू हाम्रो गाउँका देश विदेशलाई रिप्रेजेन्ट गर्छ। उहाँ पनि भेटरन जुवा खेलाडी नै हुन्। देश विदेशलाई रिप्रेजेन्ट गर्ने अब नेपालतिर त जान्छ कि गन्दा हो कमिटीका दाजु यता हेर्नु न कस्तो हुँदैछ गेम कन्टेस्ट अन्त उहाँ चाहिँ हुनुहुन्छ हाम्रो यहाँको जज दाजु कस्तो हुँदैछ गेम एकदम राम्रो राम्रो हुँदैछ रोमाञ्चक है अन्त उहाँ चाहिँ हाम्रो गाउँको एकदम भेटरन प्लेयर कस्तो हुँदैछ गेम आज म त अहिले आएको राम्रै हुँदैछ है कन्टेस्ट हुँदैछ चार काँडीको फरक त ए उहाँ चाहिँ हिजोको म्यान अफ द म्याच है भेटरेनबाट म्यान अफ द म्याच तपाईँको फोटो पनि देखेको थिएँ मैले अनुमोल राम्रो हान्ने भयो तर राम्रो हान्ने भएछ एकदम अनुमोल भाइ चाहिँ एकदम राम्रो भएछ नेक्स्ट इयर चाहिँ अब टुर्नामेन्ट बाहिर पनि खेल्नु एक्सपिरियन्स बढाउनु पर्छ नि त आज 26 दिन भयो एकदम दामी यो राम्रो इम्प्रुभ गरेछ अब के छ नयाँ लिएको रहेछ आज चाहिँ मैले मेरो हात लागेको छैन गाउनु त मेरो उतादेखि 12 यतादेखि 12 मा छिर्दैछ सबैले देखिरहेको सबैले राम्रै भन्दैछ कोसिस चाहिँ मैले गरेछु तर अझै पनि मैले यो बाको अलिकति वान साइडबाट अर्को त्यो आयो भने मान्न सक्छु दा कस्तो छ आजको खेल हो एकदमै कन्फ्रेन्समा भइराखेको छ है भाइ चाहिएको छ यति बेला एउटा तल लगाइस लगाए खदा दिएन तँलाई हेप्यो अब कोही कराई त दिएन अनि लागेकै हो त त्यो त कोही कराई नै दिएन अन्त पत्यान अनि त्यहाँ जसरी हल्का कट्टी गरे जस्तो छ ध्यान दिएर हालेको छ नि यो चाहिँ हाम्रो लास्ट राउन्ड हो होइन अन्त अब बोरिङ सिङ भयो हारे है उहाँ चाहिँ तपाईँ कति भयो आज हजुर तपाईँ कति भयो गाडी हजुर गाडी 10 पुग्यो होला 10 अघि बिहान बोल्नु भएको दाजु 10 वटा है ल 10-11 वटा चाहिँ हिर्काउन सक्षम भयौँ होला अङ्कलले हिर्काउनु भएको छ एकजना हेलो अङ्कल तपाईँले 17 वटा लगाउनु भयो है अङ्कल तपाईँको नाम तपाईँ उता कहाँनिको रङ्काकै दामी हिर्काउनु हुँदो रहेछ यहाँ चाहिँ यत्रोजना आएको थियो नोकडाँडाको हेर्नु हो अन्त बोरिङ सिन भयो हो बोल्नु मन लागेको छैन यो चाहिँ अब 4 बज्नु आँटेको छ हो उसकोले हिर्काउँदैछ ओके दाजु अब अर्को पालिदेखि हामी चेयर पनि आउँछ तपाईँले धेरै राम्रो खेलाइदिनु भयो है यतिको स्पोर्ट्सम्यानसिप साह्रो मनपर्छ है तपाईँले भ्याइ नभए पनि यसरी खेलाइदिनु भयो धेरै धेरै धन्यवाद हामी नोकडाँडा टिमकोबाट तपाईँलाई एकदम थ्याङ्क यू हुन्छ धन्यवाद तर तपाईँले हाम्रो एउटा प्लेयर चाहिँ लगिदिएको छ कि हाम्रो 16 गाडी लगिदिएको छ कि हाम्रो ठिक एकजना खेलाइदिएको छ नि त 16 गाडी हो अन्त हौ ए अन्त चाहिँ हाम्रो विश्वदा होइन विश्वदा पछाडि फर्किदेऊ न फर्किनु छैन जाउँ न उता हिँड न उताइदिउँ अब फेरि उता हिँड न पोइन्ट पनि बोर्डको पनि हेरौँ होइन अन्त मेरो त अघिको एउटा गाडी लाग्थ्यो कि यहाँ एकजना हाम्रो रेफरीले चाहिँ बोर्डै यता सार्दैछ नि त क्याप्टन मजा एकदम क्याप्टन उहाँ क्याप्टन साहब है राम्रो खेलिदिनु भयो चस्मा चाहिँ फरेभर होइन ए म चस्मा लगाउनु बिर्सेछु नि त म पनि ह्यान्डसम छु भनेर अन्त भालुहरू जस्तो कुखुरा जस्तो देख्दैछ हाम्रो अङ्कल भेटरन अङ्कल धेरै राम्रो खेल्नु हुँदो रहेछ म चाहिँ पुरै इन्सपायर्ड भएँ अन्त अस्ति हाम्रो डरलाग्दो हिर्काउने भाइ ओके ब्रो आज फर्स्ट डेब्यू म्याच हारे नि हो हाम्रो त त्यही भन्यो दादा डेब्यू म्याच तिम्रो त कहाँ खेलेको नि त तिमीले पहिला फर्स्ट म्याच हो लाइफको हुन्छ त एनिवे पोइन्ट चाहिँ यस प्रकारका छन् 52 र 30 भएछ हो अन्त सबैजना आज्ञा तर पोइन्ट चाहिँ 52 हो हाम्रो चाहिँ राई भएर 30 भएको हो हाम्रो भेटरनहरू फोटो खिच्दैछ हो खुबै राम्रो खेल्थ्यो है हामी 8 पोइन्टले ब्याक थियो 4टा गाडी तर लागेन हामीले पच्याएको थियो तर आज उनीहरू बढेको थियो तर उनीहरू 22-11 गाडीले चाहिँ अगाडि भयो हजुर अब यहाँनिर चाहिँ हामी चाहिँ उयो के भन्छ फेलिसिटेसन फर द म्यान अफ द म्याच गर्नेछौँ है अब त्यसको लागि चाहिँ म हल्का तपाईँलाई
हाम्रो चिबङको मेम्बरले उतापट्टि गयो चिबङको मेम्बरहरू त भन्नु पर्यो नि त्यतिले अब थपडी माथि अन्त सानो म्यान अफ द म्याचको टोकन म्यान अफ द म्याच आजको कार्ड खेल्दाखेरि चाहिँ के हुन्छ भनेदेखि चाहिँ जो चाहिँ हार्छ त्यसलाई चाहिँ सिर उठाउँछ होइन उहाँ चाहिँ हाम्रो क्याप्टनहरू हुनुहुन्छ आज है खेलमा हारजित हुन्छ है र आज दुःख सुख हामीले एक गाडीले तपाईँहरूलाई जितिहाल्यौँ है कुनै दिन तपाईँहरूले जित्नुहुन्छ है र तपाईँहरूको यो चाहिँ के हो भने हामी एउटा आर्चरी लभर्स एउटा भइसकेपछि है हाम्रो एउटा परम्परा छ है उहिलेदेखि चलिआएको यो चाहिँ तपाईँहरूको खेल खेल्दाखेरि है तपाईँहरू जुन हार्नुभयो तपाईँको सिर नढोस् भनेर हामीले तपाईँहरूको सिर उभाइदिएको छौँ है र तपाईँहरूको मन दुःख नहोस् है अब खेलमा हारजित भइहाल्छ अनि आज हामीले हामीले जित्यौँ है तपाईँहरूको सिर नढोस् ओके डन ओके डन हामी चाहिँ सिर उठाएको चाहिँ अब पिरियड चाहिँ यस्तोसँग चाहिँ साटासाट गरेर चाहिँ होइन होइन साट्नु पायो नि त दिमाग नहुनेहरू यहाँनिर जुवा खेल्नु बाँड्दैछु म तास बाहुन पत्तीको 53 खेल राङ्गालाई जित्नु दिनु हुँदैन सबै कुरा जित्यो भने त कहाँ अन्त होइन ल 17 जना छ लु है काट्ने डर लाग्दो कन्ने ल झोलार छ भने ल राम 2 3 4 5 6 7 8 9 10 11 नम्बर 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 यो चाहिँ आज राङ्गाको पोइन्ट 52 हैन त्यो कार्डले 1 नम्बर कुन चाहिँ हो यो नाम भनिदिउँ त 1 नम्बर भोपाल उही कुन चाहिँ 1 नम्बर यता उपर जाऊ न यहाँबाट आएर के भ्याइदिन्छु टर्न वाइज ए प्रभु मेरोमा चाहिँ तपाईँ कहिलेदेखि मेरो प्रभुपट्टि लाग्यो मम्मीको साथमा पापा पनि हुनुपर्छ ठिकै छ मेम र दुखिया छ म गई यहाँ राख न जान्दैन गयो 2 नम्बर दिन नि न म पढिदिन्छु ए टेरिका 2 नम्बर सुनिल लेप्चा पल्टाइदियो एकाबडे 3 नम्बर अक्कु हाम्रो भर्जिन अक्कु गयो बासा गयो 4 नम्बर अशोक राई हाम्रो क्याप्टन फौजी मान्छे आउनु पर्यो यता आहा यता यहाँ त्यो बुगा हातको तास पाएन यो मेरो हैन मासु पाँच नम्बर नरिप म कन्यागढालाई पल्टाए बासा टप गयो नरिप त्यहाँदेखि 6 नम्बर बुद्धाको कम पल्टाइदिहालेँ मैले बुद्धाको मन्तरकी बच्चा पुचार भएको माछा टप गयो बुद्धाको सेकेन्ड पछाडि बुद्ध भगवानहरूसँग खेलाइदिँदैछ एका बल पनि गयो अब आयो सुखबहादुर राई राका टुकी टप निकाल्नु न 9 नम्बर राका जित्नु पर्यो बासाबेट बुबु त्यहाँदेखि 10 नम्बर रिन्छेन तपाईँले जित्यो भने त सबै जित्छ त हो अन्त पञ्चायत
सुबहादुर 11 नम्बर हाम्रो डुप्लिकेट मादा डुप्लिकेट सुटर हुँदैन आज 12 नम्बर यो क्यामेराम्यान नेभर डाइज 13 नम्बर कमल राई कमल दाजु 13 कमल राई बाबालाई लन्डन कुन ठुलो कुरा होइन ए सक्यो 14 नम्बर राङ्का जिपे भाइ 15 नम्बर बन्टी अघि चाहिँ विवेक अब चाहिँ बन्टी मोटे कमान मोटे बासर गएकै छैन राङ्का जान्छ है भाले भाले चाहिँ लास्ट भयो लास्ट के भन्नु त तपाईलाई यस सन्दर्भमा के भन्नु छ भने चाहिँ राङ्गाकोले काला जादु गर्दो रहेछ सबै जित्दो रहेछ हो अलिकति कमेडीसँग मिलेको पनि रहेछ हो बोल जित्नेले के भन्नु छ जित्नेले त भाले पाइदियो भातैमा पोलेर खाइदिए राङ्गा लगेन भाले लिएर आऊ त खोइ लिएर आउँदा लु एकखेप त्यो सानो चाहिँ ल्याउनु नि त्यो पोथीको भाले जुनै भए पनि हुन्छ पोथी भाले पोथी ठुलो छ पोथी हुन्छ जुनै भए पनि ल्याइदिउँ त यता अर्को पालि पनि लगेर जानुपर्छ है हल्ला फुटबल खेलाइ टाइपको खासमा कहिले नफाप्ने मान्छे भाले के खान्छ कहिले हार्ने मान्छे होइन तासमा कहिले भाप्दैन आज चाहिँ पोथी पारे नि बाटो बुद्धि ल यता दिइहाल न ढिलो भइसक्यो हालु ओइ लु ओके हवस् त दर्शकबिन आजका लागि यति नै अर्को पालि पूर्ण भेट हुने नै छ तबसम्मको निम्ति म लगायत मेरो सम्पूर्ण टोलीलाई आज्ञा दिनुहोस् नमस्कार बोरा दिनुहोस् न बोरा